everyone, so welcome back to our YouTube channel. And if you guys are new to our channel, please do subscribe. And if you guys are first time here, this is Miss Sheetal Tamang. So yeah, new day, new vlog ma tapailai स्वागत छ. यो फोन नै मिलेको छैन. What is this? यस्तो भइरहेछ फोन. यस्तो भइरहेछ हो. And new day, new vlog ma हजुरहरुलाई स्वागत छ है. आशा गर्दछु तपाईहरु सबै सन्चै हुनुहुन्छ भनेर हैन. अन्त आजको दिन चाहिँ कुछ यस्तो भइरहेको छ हेर्नुस् ल. So it was very sunny day, but today there are a little bit of cloud in the sky, but still sun is shining somehow. हैन अन्त चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ she is going back to again सिङताम हैन. अस्ति तपाईले आको भिडियो हेर्नु भएको थियो हैन. अन्त यहाँ अब हामीले के गरे त्यो चाहिँ मैले क्लिक गरिन अन्त अपलोड पनि गरिन. आज चाहिँ she is going back हैन. अन्त अब चाहिँ हाम्रो बिहानको ब्रेकफास्टहरू भइसकेको छ हैन. अन्त मोस्ट इम्पोर्टेन्टली बिहानको के हुन्छ भन्दाखेरि चाहिँ पहिला चाहिँ हैन अब आफूलाई केयर गर्नुपर्ने हुन्छ हो. अन्त त्यो केयर गर्नुको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ पुरा नट मेकअप, द्याट इज स्किन केयर हैन. अन्त अलिअलि क्रिमहरू लगाइहाल्नुपर्छ हो. त्यहाँदेखिको चाहिँ अर्को कामले पर्खिरहेको छ. हाई गाइस. अन्त यो मर्निङको अलिअलि आफ्नो स्किन केयरको रुटिन भइसक्यो हैन. अब सबभन्दा ठुलो काम गर्नुपर्ने हुन्छ. ठुलो काम चाहिँ के हो भन्दाखेरि चाहिँ हेर्नुहोस् ल. सो यहाँ सबभन्दा फर्स्ट चाहिँ घरको अलिअलि काम कुरोहरू छ त्यो सकिहाल्नुपर्छ हैन. अन्त हिजो त दिन कस्तो राम्रो भएको थियो. आज त्यस्तो दिनै राम्रो भएको छैन. अन्त यो के भन्छ सर्दी पनि लागेको जस्तो भइरहेछ हैन. अन्त अब फर्स्ट काम गर्नुभन्दा अगाडि चाहिँ फर्स्ट के गर्नुपर्छ भनेदेखिको चाहिँ टिभी अन गर्ने हो. टिभीमा गीत खोल्ने हो. देन आफ्टर चाहिँ झाडु लगाउने हो. सो या अब त्यो झाडु लगाएको त देखाउनु भएन होला हैन. अहिले झाडु लगाइसकेर भेटौँ है त. सो गाइस सक्यो बिहानको झाडु पोछा सबै कुरा हैन. अन्त अब चाहिँ नेहा इज गेटिङ रेडी. अन्त म चाहिँ अब यसलाई हेलो ड्रप गर्नु चाहिँ होइन कि अब यसलाई सामानहरू पठाउनुपर्छ अलिअलि होइन. अन्त त्यो चाहिँ म प्याकिङ गर्दैछु गर्न आँटेको. दुध चाहिँ अघि तताएर मसला राखेको थिएँ. अब यसलाई चाहिँ मैले यहाँ बोतलमा हाल्नु गइरहेको छु. अन्त अब जाडो पनि भइरहेको छ. एक बोतल लाँदिनँ भन्दै थियो हो त्यसले त. तर अब यहाँ के त पाउँदैन. अन्त दुध चाहिँ पाउँछ हो. त्यही भएर दुध चाहिँ पठाइदिउँ भनेको. अन्त त्यही हो. यस्तो ध्यान लाएर के हेरेको भन्नुहुन्थ्यो होला होइन. यस्तो ध्यान लाएर चाहिँ दुध हेर्दैछु म चाहिँ हो. बोतलमा हालेको. सो यहाँ गाइज हो अब चाहिँ यहाँ जान आँटेको छ होइन. अन्त हर थिङ्स आर अलमोस्ट रेडी हो. अन्त हर ओटिडी हजुरको चाहिँ हो. अन्त अब गाडी चढ्न जान आँटेको छ. नानी गाडी भाडा तिर्नु मिठाई खानु. अन्त कोसेलीहरू साह्रै बेसी भएको छ यसलाई यहाँनिर झोलामा हो. अब हामी चाहिँ गाडी पर्खिरहेको छौँ. यहीँबाट हेर्छु के हेर्नु चाहिँ. तर अब बाहिर जानुपर्ने हुन्छ हो. किन भनेदेखि भित्रबाट गाडी हेऱ्यो भनेदेखि कसरी चढ्नु त. ल होइन नि होइन आजको सिमाना बजारको भ्यू चाहिँ पापा आउँदैछ. पापा हेलो भन्नु न. हेलो भन्नु न. किन हौ
आयो कहाँ जानु भएको अब मलाई पनि जानुपर्छ के खोजेको होला के खोजेको होला हो काँचो कि सुक्खा लाब्दुलले चाहिँ दाउरा लान्छ अरे ल आऊ न यहाँ फोटो खिचौँ भनेको त खै आज चाहिँ बोर भन्दा पनि बोर भयो हो अन्त हामी इभिनिङ वक गर्न आएको अन्त हामी कहिले पनि यसरी आउँदैनौँ तर आज आइरहेछौँ लाब्दुललाई मान्छे लागेर चाहिँ कुछ बात आई नहीं है टीवी भी कितना देखो फोन भी कितना देखो टिभी में पहिला पहिलाकै आउँछ फोनमा पनि उहिलेकै आउँछ नेटफ्लिक्समा सिरिज पनि कति हेर्नु जिन्दगी जानु चाहिँ कहाँ गएको छैनौँ यी बाटो छ यसकै माथिल्लोपट्टि हामी यहाँ आइरहेको छौँ हो परसम्म जाउँ भने कि तर यस्तो हेर्दाखेरि चाहिँ यहाँ मजाको लागेर चाहिँ यहाँ आएको छौँ हामी हो अन्त जिन्दगी मलाई जस्तो बोरिङ लागिरहेको छ उसलाई पनि त्यस्तै बोरिङ लागिरहेको थियो त्यो भएर चाहिँ हामी माइन्ड रिफ्रेसमेन्टको लागि आएको हो होइन अल्छी होइन के चाहिँ गर्नु भन्नुहोस् त हामी चाहिँ इभिनिङ वक आएको थियौँ तर दाउरा भेटेर चाहिँ दाउरा बोकेर जाँदैछौँ होइन के भन्छ होला मान्छेले चाहिँ के भन्छ थाहा छैन लाजनको लुगा भएर आधा चप्ली पनि छोड्यो आमाले चाहिँ मार्छ होला आज के जितना बोरिंग डे कभी नहीं था इसलिए हम दोनों कहीं दूर तक चले गए और वापस भी आ गए वापस आने के साथ साथ हमारा ये जो रिक्जन है ना वो मुझे वेट कर रही थी ट्यूशन के लिए और उसने तो अपना कपड़ा भी उतार दिया रिक्जन हाय बोलो र जतिसुकै बोरिङ डे भए तापनि होइन खाना त खानै पऱ्यो गाइज होइन अन्त त्यो अल्छी लाग्दै भए पनि बेलुकाको डिनर चाहिँ मैले आलु पराठा बनाएँ होइन अनि यो आलु पराठा चाहिँ मैले कसरी बनाएँ भन्ने कुरा चाहिँ तपाईँलाई सेयर गरेको होइन अन्त मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ यसमा चाहिँ मैले एभ्री रेसिपी चाहिँ सेयर गरेको छुइनँ हो अन्त हामी सबैजना मोस्ट अफ द पिपलको चाहिँ अब आलु पराठा बनाउँदा चाहिँ आलु निस्किन्छ भन्ने प्रब्लम हुन्छ नि त अन्त यसमा चाहिँ अब मैले मेरो तरिका माई वे अफ मेकिङ आलु पराठा होइन त्यो चाहिँ सेयर गरेको छु अनि यसरी ठिक्कको बेलेर पहिला चाहिँ होइन साह्रै मोटो पनि होइन तर साह्रै पातलो पनि होइन अनि त्यसलाई चाहिँ यसरी काट्छु हो काटेर हल्का फोल्ड गर्छु पहिला चाहिँ मैले यस्तो गर्दिनँ होइन अन्त यो आइडिया चाहिँ मलाई मेरो आशीले दिनुभएको अनि त्यसरी म यो आलुलाई फिल गर्छु होइन अनि फिल गरेर चाहिँ यसलाई मजाले मोमो टाइप जस्तै अब मोमो जस्तै खालको गर्छु होइन यसरी म चाहिँ अन्त मजाले यो यसरी गरेपछि चाहिँ यसलाई यसरी मजाले खेलाउँछु जसमा कि त्यो आलु चाहिँ मजाले मिक्स होस् होइन अनि यसरी खेलाएर राख्छु खेलाउँछु त्यहाँदेखि आँटामा यसरी डिप गरेर मजाले अनि यसलाई चाहिँ राख्छु होइन बेल्ने गरिसक्ने बित्तिकै बेल्यो भनेदेखिको चाहिँ फुट्ने चान्स हुन्छ अनि यसलाई अलिअलि समयसम्म राख्यो भने एटलिस्ट 2-3 मिनट्सहरूसम्म राख्यो भनेदेखिको चाहिँ त्यो फुट्ने चान्स कम्ती हुन्छ होइन अन्त यो आँटा चाहिँ मेन पार्ट हो आलु पराठामा होइन यो आँटाको कारणले गर्दामा चाहिँ आलु पराठा फुट्ने चान्स कम्ती हुन्छ पहिला अब हुनु त अब आधीले तेल पनि लगाउँछ होइन फर्स्ट मैले आलु पराठा बनाउनु सिक्दा चाहिँ म तेल लगाउँथेँ त्यो चाहिँ मेरो आप्पाले सिकाउनु भएको थियो
अनि पछि मैले एक दिन बनाउँदै गर्दा मेरो आसिङ आउनुभएको थियो। अन्त आसिङले चाहिँ यस्तो गर्नुपर्छ भनेर सिकाउनु भयो, पहिला आलु फिल गर्नु होइन। देन आफ्टर चाहिँ मेरो स्कुल टाइममा चाहिँ दोकानको आन्टीले बनाएको देखेर चाहिँ त्यहाँबाट चाहिँ सिकेको मैले कि आलु पराठा बनाउँदा चाहिँ आँटाले गर्दामा चाहिँ फुट्दैन रहेछ। फुट्ला जस्तो भयो भनेदेखिको चाहिँ फेरि हामीले आँटा एड गर्नुपर्ने हुन्छ यसरी हो। अन्त यसले गर्दामा चाहिँ फुट्ने चान्स कम्ती हुन्छ। अनि तपाईँले जत्रो ठुलोसम्म पनि बेल्नु सक्नुहुन्छ होइन। अनि मेरो चाहिँ अझै यो मेरो पराठा मेरो हिसाबमा चाहिँ मलाई सानो लाग्छ होइन। म अझै ठुलोसम्म बनाउँछु जस्तो लाग्छ होइन। तर अफसोस अहिले फिलहाल चाहिँ हाम्रो घरमा यो मेरो साइजको पराठाको लागि चाहिँ तावा छैन हो। अन्त पछि म अब तावा किनेपछि चाहिँ तपाईँहरूलाई सबभन्दा ठुलोवाला साइजको पराठा पनि बनाएर देखाउने छु। अनि यसलाई यसरी बेलिसकेर चाहिँ ताई बसाल्नु पर्ने हुन्छ होइन। अनि अब मेरो उयसमा चाहिँ के हुन्छ भनेदेखि चाहिँ सबैजनाले पराठा बनाउनुभन्दा अगाडि नै तेल हाल्छ होइन। अनि मलाई चाहिँ म चाहिँ तेल हाल्दिनँ है, किनभनेदेखिको तेल पहिला हाल्यो भनेदेखिको चाहिँ त्यो आँटाले पाक्ने मौका पाउँदैन जस्तो लाग्छ मलाई होइन। अनि पहिला मजाले विदाउट ओयल नै मजाले पाकिसकेको बादमा चाहिँ यस्तो हुन्छ। फर्स्टमा चाहिँ हो सुक्खा रोटी जस्तै हुन्छ। म चाहिँ यसरी पकाउँछु। यसले यस्तो गऱ्यो भनेदेखिको चाहिँ मजाले पाक्छ भन्ने लाग्छ मलाई चाहिँ होइन, माई ओन काइन्ड अफ थिङ्किङ। अन्त त्यसको बादमा चाहिँ तेल एड गर्छु जब त्यो अलिअलि पाकिसक्छ होइन। अन्त चाहिँ ठिक्कको हुन्छ। र यसरी नै नफुटेको आलु पराठा चाहिँ म यसरी बनाउँछु होइन। हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन। अब तपाईँहरूलाई के कस्तो लाग्छ है, राम्रो लाग्यो भने कमेन्ट गरिदिनुहोस् होला, लाइक पनि गरिदिनुहोस् होला होइन। अनि यो सबै पाकेको बादमा चाहिँ यसरी तातो आलु पराठा चाहिँ हामीले चट्नीसँग खायौँ गाइस।